अबको 3 देखि 6 महिना भित्रमा घर किन्ने बारे सोच्नु भएको छ भने आजको यो भिडियो तपाईको लागि उपयोगी हुन सक्छ। आजको यो भिडियोमा मैले तपाईलाई छोटोमा प्री अप्रुभल के हो र यो तपाईलाई किन चाहिन्छ भनेर जानकारी गराउने कोसिस गर्दैछु। प्री अप्रुभल भनेको हामीलाई बैंकबाट प्राप्त हुने कन्डिसन सहितको लोन अफर हो। यो फाइनल अप्रुभल चाहिँ होइन, तर प्री अप्रुभलले चाहिँ तपाईलाई कतिसम्मको रकम होम लोनका लागि बरो गर्न सक्नुहुन्छ भनेर एउटा इन्डिकेसन दिएको हुन्छ। त्यो इन्डिकेसनको आधारमा तपाईले आफ्नो घर खोज्ने यात्रालाई अगाडि बढाउन सक्नुहुन्छ। प्री अप्रुभलको भ्यालिडिटी सामान्य अवस्थामा 90 डेज सम्मको हुन्छ। तपाईले यदि बढाउन चाहेको खण्डमा ब्रोकरसँग सल्लाह गरेर बढाउन सक्नुहुन्छ। यो अत्यन्तै सजिलोसँग बढाउन सकिन्छ। कस्तो हुन्छ भन्दाखेरि 90 दिन भित्रमा आफूलाई मन परेको घर नभेटिन पनि सक्छ अनि आफ्नो यो प्री अप्रुभलको अवधिलाई चाहिँ बढाउनु पर्ने हुन सक्छ। घर किन्दै गर्दाखेरि आफ्नो घर किन्ने प्रोसेसलाई अत्यन्तै सजिलो बनाउनका लागि तपाईलाई प्री अप्रुभल चाहिन्छ। फर्स्ट, यु नो योर बजेट। तपाईलाई प्री अप्रुभल निकाल्ने बित्तिकै कतिसम्मको रकम बरो गर्न सक्छु भनेर क्लियरली थाहा हुन्छ। सेकेन्ड, यु विल सेभ अ टाइम। अब तपाईसँग प्री अप्रुभल भयो भने तपाई आफ्नो बजेटको रेन्ज भन्दा बाहिर गएर घर खोजिराख्नु परेन अथवा तपाईको समयको बर्बादी गर्नु परेन, किनकि तपाईलाई पहिल्यै थाहा हुने भयो मैले यो रकमको घर किन्न सक्छु र मलाई यो रकमसम्मको घर चाहिँ यो सबबहरुमा किन्न सक्छु भनेर तपाईलाई एउटा आइडिया हुने भयो। नम्बर 3, यु आर अ सिरियस बायर। यदि तपाईसँग प्री अप्रुभल अलरेडी हातमा छ भने रियल इस्टेट एजेन्ट र घर बेच्न खोजेको पार्टीले तपाईलाई गर्ने व्यवहार चाहिँ फरक हुन्छ। किन भन्दाखेरि यो मान्छेसँग अलरेडी फाइनान्स रेडी छ र यो सिरियस हो भन्ने कुरा यतिकै झल्किन्छ। नम्बर 4, यु विल ह्याभ अ नेगोसिएसन पावर। तपाईलाई घरको मूल्यमा र घरको सेटलमेन्टका डेटहरुमा अरु कुराहरुमा सेलरसँग नेगोसिएसन गर्ने पावर तपाईसँग हुने भयो। त्यो भयो भने तपाईलाई सजिलो हुने भयो। नम्बर 5, इजी बाइङ प्रोसेस। यदि तपाईसँग अलरेडी प्री अप्रुभल छ भने तपाईको यो प्रोसेस अत्यन्तै सजिलो हुने भयो। तपाई प्री अप्रुभल लिएर मार्केटमा जानुहुन्छ, घर मन पर्छ, अफर हाल्नुहुन्छ, कन्ट्र्याक्ट हुन्छ, त्यसपछि सेटलमेन्टको लागि एउटा डेट बुक गरिन्छ। त्यसपछि तपाईले ब्रोकरसँग कन्सल्ट गरेर आफ्नो लोनको फाइनल स्टेज चाहिँ रेडी गर्नुहुन्छ। तपाईलाई पनि घर किन्नु पर्ने छ, प्री अप्रुभल चाहिएको छ, बोरोइङ पावर थाहा पाउनु परेको छ अथवा होम लोनसँग रिलेटेड अरु कुराहरुसँग कन्सल्ट गर्नुपर्ने छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईको घर किन्ने यो यात्रालाई मैले अत्यन्तै सजिलो बनाउने छु। र फेरि पनि भन्छु, घर किन्न सजिलो छ।